आनन्दलाई अनि आत्मामा भनेको चाहिँ आराधना चाहिँ हामी पवित्र आत्माको शक्तिमा गर्नुपर्छ। हालेलुया हालेलुया। हाम्रो आफ्नो ज्ञान बुद्धि शक्तिले जब हामी आराधना गर्छौँ भने हामीलाई 2 मिनेटमै मुख च्यात्ते हुन्छ भने निद्रा लाग्छ हामीलाई। सही कुरा हो। यदि तपाईँलाई धेरै फ्री फायर खेल्नुहुन्छ, धेरै हेर्नुहुन्छ भने आराधना गर्नुमा त मुख च्यात्ते गर्छ। त्यो किन च्यात्ते हो भन्दा त्यो त शैतानले च्यात्ते आउँछ। तपाईँलाई निद्रा लागुलाई गर्छ नि, त्यो चाहिँ दुष्टबाट आएको हो। तपाईँको जीवन चाहिँ परमेश्वरको नजिक कुनै चाहिँ जान दिएको छैन, परमेश्वरको आराधना गर्न दिएको छैन प्रिय विश्वासीहरू। त्यस कारणले गर्दा हामी पहिलो कुरा चाहिँ पवित्र आत्मा शक्तिमा हामी चाहिँ आराधना गर्न बोलाइएका हौँ। आमेन। अनि दोस्रो कुरा चाहिँ सत्यतामा, अनि त्यो सत्यता चाहिँ वचनको सत्यता। हालेलुया। वचनको गहिराई। आज हाम्रो जवानहरूको वचन पढ्ने बानी छैन। आजभोलि जवानले त बाइबल बोक्दैन, छैन बाइबल, है बाइबलै बोक्दैन। बाइबल त छ, मोबाइलमा छ, तर त्यो मोबाइलको बाइबल कहिले पनि हेर्दैन, कहिले पनि पढ्दैन। बाइबल त छ, फेरि सबैको मोबाइलमा डाउनलोड गरेको बाइबल छ, पढ्छौँ हामी। तर कहिले पढ्छ भन्दा शनिबार भजन सङ्ग्रहको पढाइ बेलामा र शनिबारमा पास्टरले वचन बाँडेको बेलामा त निकाल्छौँ, अघि पछि